नमस्ते सबैजनालाई। म चाहिँ दक्षिण कोरियाबाट दान बहादुर रोकाया छेत्री। माघ 21 गते हुन गइरहेको चुनावमा रापरपाका नेता ज्ञानेन्द्र बहादुर साईज्यूलाई अत्याधिक भारी मतले विजय गराइदिन हुन जुम्ली जनता, आमा बुवा तथा दाजुभाइ दिदी बहिनीहरूमा यो मेरो सानो भिडियो मार्फत सबैलाई सन्देश दिन चाहन्छु। कसैलाई राम्रो कसैलाई नराम्रो भनेर भन्न भन्दा पनि पुराना दल सबैलाई बिर्सेर, एमाले काङ्ग्रेस माओवादी सबैलाई बिर्सेर नयाँ केही गर्छु भन्ने मनसायले देश तथा विदेशबाट आउनुभएका नेता देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर जुम्लामा विशेष ज्ञान बहादुर शाहीज्यूलाई भारी मतले जिताउनै पर्छ भन्ने पनि लाग्छ। तपाईलाई कस्तो लाग्छ? दिमागमा जाम लाग्यो कि क्या हो? कमेन्ट कि आँखामा रतन्दो लाग्यो, कि कानमा ढुसी पर्यो, कि हेलिकप्टरमा खिया लाग्यो? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमेको घुमै हुने, हुम्लामा